श्रीमती कुटेर मैले त पुण्यको काम गर्दै भन्दै सिट ठाडो पार्दै हिँड्ने मर्दाको नाममा नामर्दा मेरा प्यारा प्यारा नेपाली दाइ भाइहरू एउटा कुरा कान खोलेर सुन्नु होला। आज हजुरको श्रीमती हजुरको घरको बुहारी त्यो जोगा दिनमा कसैको छोरी या कसैको दिदी बहिनी कि भन्ने कुरा कहिले नबिर्सिनु होला। यही पीडा हजुरको छोरी र हजुरको बहिनी कसैलाई भयो भने हजुरलाई कस्तो हुन्छ त्यो कुरा याद राखिरहनु होला। र यो पनि कसैको छोरी र कसैको बहिनी दिदी बहिनी हो भन्ने कुरा कान खोलेर सुनिरहनु होला। आज यसका माइती कमजोर छन्, केही गर्न सक्दैनन्, जे गरे पनि हुन्छ भन्ठान्ने दाजुभाइहरू माइती कमजोर भएका होइनन्, केही गर्न नसक्ने पनि होइन। एक दिनको पर्खाइमा छन् तिनीहरू, किनकि आफ्नो छोरीको घरबार नबिग्रियोस्, भोलिका दिनहरूमा एक दुईचोटिलाई माफ केही सोचिने मौका हुन्छ कि नबोले। र गल्ती मान्छेबाटै हुन्छ। एकचोटिलाई गल्ती भयो भन्दैमा कसैलाई हानेर कुटपिट गरेर समस्याको समाधान हुँदैन। समस्याको समाधान कसैलाई सम्झाएर एकचोटि कसैलाई सम्झाइ बुझाइ गरेर हुन्छ। कसैलाई पिटेर मर्द हुँ भन्दै आडो सिर पार्दै नहुनु। सानो कुराले कुनै दिन हजुरहरूलाई अड्डा अदालतको ढोकासम्म ढकढकाउन बाध्य गराउनेछ। यो कुरा याद राखिरहनु होला। र माइती कमजोर छन् भनेर धेरै नगर्नु कि माइती कमजोर भएका होइनन् कि भोलिका दिन एक दिनको बाटो फुटेर बसिरहेछ भन्न चाहन्छु। सबैजनालाई सल्लाह। बाइ बाइ।